र विशेष गरी आज हामी यहाँ 31 तारिकको दिन सागा दावाको बुमकर विषय लिएर हामी यहाँनिर यसोल छोलिङ गुम्बाको म्यानेजिङ कमिटी हामी यहाँ भेला भएका छौँ। यहाँ मेरो दाहिनेतर्फ हुनुहुन्छ हाम्रा म्यानेजिङ कमिटीका चिफ एडभाइजर, मेरो देब्रेपट्टि हुनुहुन्छ अति आदरणीय छाम्पो कर्मा हुनुहुन्छ भने यहाँ हुनुहुन्छ गेलिङ निवासी यसै गुम्बाका लामा हुनुहुन्छ लेचुङ लेप्चा हुनुहुन्छ र म स्वयं यस गुम्बाको जनरल सेक्रेटरी आज हामी यहाँ भेला भएका छौँ। र हामीले विशेष गरी के हाम्रो कार्यक्रम कस्तो छ भन्दाखेरि हाम्रो 29 तारिकको दिनदेखि यस गुम्बामा हाम्रो सागा दावाको निम्ति विशेष पूजाहरू आयोजना हुन गइरहेको छ। अन्तिम दिनमा चाहिँ हामी बुमकर गरिनेछ। यानि अब तपाईहरुले सोझो भाषामा बुझ्नु हो भनेदेखि हामी त्यस दिनलाई दमङ घुमाइनेछ। दमङ घुमाउने हाम्रो यात्राहरू यसै गुम्बाबाट सुरु भएर हामी सिधा च्याखुङ सिनियर सेकेन्डरी स्कुलको बाटो भएर हामी सिधा मेन रोडमा झरेर हामी सिधा मेन्दगाउँ स्कुल रोड पहिलाएर जानेछौँ। त्यसै स्कुल रोड भएर हामी मेन्दगाउँको खादी नजिक निस्किएर हामी सिधा खानीशेरबुङ रोडलाई अपनाएर हामी सिधा च्याखुङ बजारसम्म आइपुग्नेछौँ र च्याखुङ बजारबाट हामी फेरि यता सोरेङ रोड भएर हामी सिधा च्याखुङ दुर्पिने लेप्चागाउँ मार्ग हुँदै हामी सिधा यता डाँडाको बाटो भएर साउने डाँडाको बाटो भएर हामी चुम्बुङ लामा गाउँ पुग्नेछौँ र चुम्बुङ लामा गाउँ हुँदै हामी यता गरीगाउँ अनि च्याखुङ चुम्बुङ स्कुल डाँडा भएर हामी सिधा उकालो उँभो आएर हामी सिधा यहाँ गुम्बामा आएर हाम्रो यात्रा टुङ्गिनेछ। र यसै गरी हामी तपाईहरुलाई जति पनि वरिपरि बस्नुभएका जति पनि धर्मावलम्बीहरू बौद्ध धर्मावलम्बीहरू हुनुहुन्छ यहाँहरू तपाईहरु सबै सहभागिता जनाइदिने हार्दिक अनुरोध गर्दछु। र हाम्रो विशेष गरी त्यस दिनको कार्यक्रम 31 तारिकको कार्यक्रम हाम्रो बिहान 8 बजेदेखि सुरु हुनेछ र कृपया तपाईहरु जो जति पनि सहभागी हुनुहुन्छ वा तपाईहरु कृपया 7 बजे बिहानको 7 बजे भित्रमा यहाँ उपस्थिति जनाइदिने हार्दिक अनुरोध गर्दछौँ। आजको दिनमा भने कलेजबाट पाल्नुभएका एनएसएस ग्रुप जो हाम्रा जीवन सरको अगुवाईमा यहाँ आएर हामीलाई साथ दिनुभयो। साथै हामी वरिपरिका चुम्बुङ च्याखुङका दुई भेगका अति आदरणीय गाउँलेहरू भेला भएर हामी गुम्बा वरिपरि सरसफाइको कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन गर्यौं भनेदेखि हाम्रा गुम्बा भित्रको पनि हामीले कतिवटा व्यवस्थापन गर्नुपर्ने थियो। त्यो गुम्बा भित्रको पनि सबै व्यवस्थाहरू मिलाइयो र हाम्रो अब आउने दिन 29 तारिकदेखि त हाम्रो पूजा सुरु हुने नै छ। त्यसअघि हामी 28 तारिकको दिनबाट नै हामी आयोजक समिति लगायत हाम्रा जति पनि एक्जिक्युटिभ मेम्बर्सहरू छौँ हामी 28 तारिकदेखि उता हामी भेला भएर यसलाई सुचारू रूपले अघि बढाउनेछौँ। जति पनि हाम्रा यस गुम्बाका डिभोटिसहरू भनौँ या त भक्तजनहरू हुनुहुन्छ र तपाईहरुलाई म आयोजक समितिको तर्फबाट एउटा बिन्ती गर्न चाहन्छु कि तपाईहरुले कृपया गरी 30 तारिकको दिन जसले तपाईहरुले छो चढाउनुहुन्छ 30 तारिकको दिन नै हामीमा चाहिँ यहाँ गुम्बामा ल्याइदिनुहोस् र हामीलाई त्यसको प्याकिङहरू गर्नुपर्ने हुन्छ पनि 30 तारिक ल्याइदिने हार्दिक अनुरोध गर्दै हामी जति पनि यहाँ आयोजक समितिहरू छौँ बिदा लिन चाहन्छु। धन्यवाद। टक्सिमो थ्याङ्क यू मामा